गुठी संस्थान मिलेर रैतानी त गर्न पाउँछ जग्गा जमिन, तर पोखरीलाई गर्न नपाउने रहेछ। त्यो त खेतीपाती होइन। त्यो पोखरी जस्तो एउटा अहिले काठमाडौँको थबई भन्ने थमेलमा त्यहाँ यो एउटा पोखरी छ। त्यो पोखरी पनि राणाहरूले 25-30 रोप्नेको जग्गा। त्यो पोखरी त्यो कमल पोखरी हो, थबईको कमल पोखरी। त्यो पोखरी बुद्धको त्यहाँ मन्दिर भएकोले त्यहाँ फुलसुल चढाउने त्यस्तो गर्नको लागि राखेको। त्यो राणाहरूले आफ्नो बनाएर अहिले छाया कम्प्लेक्स भनेर 15 तलाको भवन बनाएको छ। हाम्रा केही साथीहरू त्यसमा सर्वोच्च अदालतमा लडिराख्नु भएको छ। यो कसरी हुन्छ यो पोखरी निजी? त्यो एउटा पछि हामीले जानकारी पायौँ। त्यो काठमाडौँको भएकोले हाम्रा साथीहरू त्यसमा पछि मात्र थाहा पाउनु भयो हाम्रा साथीहरूले। अनि भक्तपुरको एउटा पोखरी त्यसरी नै दर्ता गर्न खोज्दाखेरि हाम्रा वडाध्यक्ष साथीहरू 3 जना जानुभयो गुठी संस्थान। फाइल सबै हाकिमले त्यो व्यक्तिको नाउँमा दर्ता गर्न तयारी थियो। ठ्याक्कै फाइल अगाडि राखेर रहेछ हाकिम यसरी बसेको। हाम्रा साथीहरू यसरी ढोकाबाट भित्र पस्ने बित्तिकै 3 जना, एकजना गेटमा बस्नु वडाध्यक्ष, अर्कोले त्यो फाइल सम्हाल, अर्कोले हाकिमलाई सम्हाल। र यो तुरन्त सार्वजनिक भनेर लेख्ने भएले होइन भने हामी मान्दैनौँ भने। यो किन भन्दाखेरि हामीले व्यक्तिगत चिज गरेको, व्यक्तिको लागि गरेको भए त्यो आँट आउँदैन। यो त सार्वजनिक गर्ने हो, सार्वजनिक थियो, त्यहाँ निजी गर्न खोजेको थियो। 3 जना वडाध्यक्षले त्यो केन्द्रको हाकिमलाई समाएर सार्वजनिक गर्न लगाएर त्यो फाइल सहित लिएर आयो। यो सार्वजनिक पोखरी हो गुठीको अन्तर्गत। अब यसको सम्पूर्ण संरक्षण गर्ने जिम्मा नगरपालिकाले दिएको छ भनेर हाकिम, केन्द्रको हाकिमले लेख्न लगाएपछि अनि जिल्लाले त्यही लेखिदियो। अहिले त्यो नगरपालिकाले संरक्षण गरिसकेको छ। त्यो पोखरी वडा नम्बर 7 कार्यालय तपाईँहरू पुग्नुभयो होला, ओकेसीको कार्यालय, त्यसको ठ्याक्कै अगाडि छ त्यो पोखरी। अहिले संरक्षण भएर बसेको छ। अब यस्तोमा त्यो हाकिमले निजी गर्न लाग्दा पनि हामीले थाहा पाएर चुप लाग्यो भने त त्यो व्यक्तिले खाने हो। त्यहाँ त हामी उत्रनै पर्ने हो कि चुप लाएर बस्नु पर्यो? खाएको खाइ हुन्छ। 3 जना वडाध्यक्ष साथीहरू लागेर त्यो चाहिँ ठ्याक्कै सार्वजनिक हो। यस्ता घटनाहरू सार्वजनिक यस्तो गर्न खोजेको भनेर लड्नै पर्ने हुन्छ। अब यो चाहिँ सबै जनताको सरकारसँग विषय हो। अब हाम्रो पार्टीको सिद्धान्तसँग मिलेको विषय चाहिँ जनतालाई थाहा नदिइकन झगडा गर्यो भने कहाँ हुन्छ भन्छ के? हाम्रै जनताहरू मान्दैनन् नि। यही टोलका हामीले सामाजिकरण गर्नुपर्छ भनेपछि के भने हो तपाईँहरूको कुरो भनिदिन्छ नि। त्यो जग्गा कुनै जङ्गल व्यक्तिले खान खोजेको भए छिटो बुझ्छ। हेरो यसले यो दर्ता गर्न खोज्यो, हाकिमसँग मिलाएर छ, यसको लड्नु पर्यो भने बुझ्छ। अब एकैचोटि हामीले सामाजिकरणको कुरा गरेपछि के भने हो भन्ने हुन्छ। अब खास चाहिँ उत्पादनका मुख्य साधन र सेवा सामाजिकरण हुन्छ। एउटा सानो घर, एउटा सानो जग्गा, त्यो चाहिँ हुने होइन। अब चीनले के गरेको छ भन्दाखेरि जग्गा जति मन लाग्छ जोड्ने, अर्को पेसामा जाने हो भने त्यो जग्गा छोडेर अर्को पेसामा जाने, त्यो बन्दोबस्त गरेको रहेछ चीनले। अब त्यहाँ चाहिँ किसानलाई मल, बिउ, औजार सबै सरकारले पुर्याइदिन्छ अनि आफूले कमाएर उत्पादन गरेर सरकारलाई दिने, लोकल मार्केटमा दिने, त्यो बन्दोबस्त गरेको रहेछ। अब चीनमा खेतीपाती गर्नेहरू पनि हेलिकप्टर चढेर बस्ने त कति छन् कति। त्यहाँ त खेतीपातीलाई राम्रो बन्दोबस्त गरिदिएको छ। अब चीनमा त्यहाँ अहिलेसम्म बुझ्दा हरेक मान्छेलाई, हरेक युवालाई राम्रोसँग पढ र संसारको सुविधा यहाँ पनि पाइन्छ। तिम्रो गाडी चढेर हिँड्ने, हामीले तस्विरहरू युट्युबहरू हेर्नुभयो भने तपाईँहरू त्यहाँ हरेक युवाले गाडी चढेर सहरमा काम गरिरहेको, फर्किरहेको हामी पाउँछौँ। त्यो चाहिँ बन्दोबस्त गरिदिएको छ। नत्र त के हो समाजवाद भनेपछि सधैँ खाली खुट्टामा हिँड्नुपर्ने त्यो होइन नि। समाजवाद भनेको विज्ञान र प्रविधिलाई मान्छेले उपभोग गर्न पाउने बन्दोबस्त हो। त्यसमा
आफूले राम्रोसँग काम गर्ने, ठग्न पो पाइँदैन, भ्रष्टाचार गर्न पाइँदैन। र त्यहाँ सरकारले ल यो बन्दोबस्त तिमीहरूको लागि छ है भनेपछि त्यहाँ त्यो सुविधा हामी भोग गर्न पाउँछौँ। राम्रो घरमा बस्ने, राम्रो सफा घर बस्ने, सफा टोयलेट हैन, तातो चिसोको बेला तातो पानी नुहाउने अनेक बन्दोबस्त। अब काम गर्दाखेरि पन्जा बुट हैन, काम गर्ने ज्यावल ट्र्याक्टर, त्यो त सबै बन्दोबस्त हुन्छ नि समाजवाद हुने। सबै सरकारले राज्यले बन्दोबस्त गरिदिन्छ। यो कुरा नबुझेसम्म हामीले भन्दाखेरि मेरो खेतीपाती पनि सार्वजनिक गर्ने भने हो कि भनेर मान्दैन। त्यसकारण यो भित्री कुरा हामीले राम्रोसँग बुझाउनु पर्ने हुन्छ। त्यसरी नबुझाइकन हामी लड्यौँ भने अब त्यो विनाशमा तुलिन्छ, जनताको साथ आउँदैन। त्यसैले हामीले राम्रोसँग हामीले सामाजिकरण नै मुख्य समाधान हो भनेर हामीले जुन भन्यौँ, अब यो चाहिँ जिम्मेवारी हाम्रै काँधमा आएको छ नेमकिपामा। यो सबै एमाले माओवादीहरू कम्युनिस्टको नाउँमा यिनीहरूले विध्वंस त्यही काङ्ग्रेसकै लाइनमा गएको हुनाले यो जिम्मेवारीमा आएको छ। र निजीकरणले द्वन्द विवाद हुन्छ, सधैँ झै झगडा हुन्छ, सम्पत्ति कमाउने होडबाजीमा। सरकार कमजोर हुने, केही व्यक्ति बलियो हुने, उनीहरूले सरकारलाई चलाइदिने। नेपालमा अहिले त्यही छ, सरकारलाई केही सम्पत्तिवालहरूले चलाइदिन्छ। सरकारमा जाने पार्टीलाई चाहिने जति पैसा दिइदिन्छ, चुनावमा खर्च गराउँछ, भोज भटेर बाँड्न लगाउने, पैसा बाँड्ने लगायत सबै काम गराउँछ। त्यसकारण हामीले यो सब पुँजीवादी बन्दोबस्त द्वन्द, समाजवादी बन्दोबस्त समाधान भनेर हामीले राम्रोसँग जनतालाई बुझाउनु पर्ने त्यो जिम्मेवारी नेपाल मजदुर किसान पार्टीको काँधमा आएको छ। र यसको लागि शिक्षा नै हो, उत्पादन श्रमसँग जोडिएको शिक्षा हामीले दिनुपर्छ। अब हिजो मैले अलिकति मुगु कुरा गरेँ, नक्कल गर्ने, चिट चोड्ने यो परीक्षामा यसलाई पूर्ण रूपले हामीले अन्त्य गर्नुपर्छ। हामी जहाँ छौँ तपाईँहरू हामीले सल्लाह गरौँ, हाम्रो वडामा भएको विद्यालयमा कलेजमा चोरी गर्न दियो भने हाम्रो आफ्नो खुट्टामा हामीले आफैले बन्चोरो हानेको सरह हो। कहिले पनि हाम्रा विद्यार्थी योग्य हुँदैन। त्यसकारण यतातिर हामी सोचौँ अब शिक्षक साथीहरू र सबै मिलेर। र भिग्ममा हाम्रो गाडी बिग्रियो, जुम्लाबाट यता आउँदा भिग्ममा, नागुवाबाट उवर भिग्म, त्यहाँ गाडी बिग्रेपछि एकजना, हामी ठ्याक्कै त्यो बजार सानो छ त्यहाँ चढेपछि एकजना केटा हामीसँग नमस्ते भनेर आयो। अलिकति बास्ना छ, गन्ध छ, हामीलाई चाहिँ अप्ठ्यारो भयो। अब के भन्ने होला होइन। अनि के भयो भनेर सोध्यो केटाले, हाम्रो गाडी बिग्रियो भाइ भन्यो। म अलिअलि पर जान लागेँ, ऊ नजिक आउने, हामी पर जाने। 11 पौने 11:30 11 10 11 बजीको कुरा हो। हामी 12 साढे 12 बजे नागमा पुग्नुपर्ने, मानमा पुग्नुपर्ने। त्यहाँ साथीहरूको भेला थियो, झन् गाडी बिग्रियो, अप्ठ्यारो भयो। अनि के भयो भनेर सोधे, गाडी बिग्रियो भन्यो, हामी पर जान खोज्यो। म तुरन्त मिस्त्री बोलाइदिन्छु भनेर फोन गरिहाल्यो। हो कि होइन, बास्ना आएकोले डर लाग्यो हामीलाई, नत्र त के डर लाग्नु होइन, हो कि होइन। अनि फोन गरिसकेपछि दाइ आउँछ, सर आउँछ भन्न थाल्यो। अनि कुरामा उसले म खोपोमा पढेको भन्यो, अलिकति विश्वास लाग्यो क्या खोपोमा पढेको भनेपछि। अनि बसेर कुरा गरेपछि म साइन्स पढेको खोपोमा, अनि अलिकति खेलाडी पनि, घरले जागिर खा भनेर सशस्त्रको जवानमा जागिर खान गएँ म। फिजिक्स आइएससी पास गरेको केटा, त्यहाँ चाहिँ 6 वर्ष जागिर खाएको। एकपटक एसपीले सोधेछ, तिमीहरूको केही समस्या छ भनेर सोधेछ। अरू त 5, 7, 8 क्लासका रहेछन् होइन, ऊ त आइएससी फिजिक्स पढेको। अरूले कसैले बोलेन, हात उठाएर आफूले बोले। फेरि हाम्रो विद्यार्थी रहेछ, सुरुदेखि बच्चैदेखि हामीतिर लागेको, उसले त बोलिहालेछ। हामीले सरकारले दिएको रासन त पाउनु पर्यो नि, यसमा भ्रष्टाचार हुनुहुन्न भनेर बोलेको, पछि बोलाएर एक्लै राजनीति गर्न आएको, राजीनामा दिएर जा भनेर मलाई भन्छ वा भनेर उसले सुनायो। अनि रिस उठ्यो, राजीनामा दियो।
बोल्नु पनि भन्ने अरू कुरो मैले नमिलेको के बोलेको छु र रासन पनि हाम्रो भ्रष्टाचार हुन्छ भनेर बोलेको खाना त पाउनु पर्यो नि भने हो त्यसमै रिसाएर मलाई राजीनामा दियो भन्थ्यो मैले राजीनामा दिएँ 3 महिनासम्म राजीनामा स्वीकृति गरेर हलचोकमा बोलाएर काठमाडौँ अनि आइजीले किन राजीनामा दिएको बाबु नदिनु भनेर होइन म दिन्छु मलाई बोल्नु पनि भन्ने बोल्दाखेरि यसरी ठर्काउने राजनीति गर्न आएको भन्छ मैले के भनेको छु र रासन अनुसारको सरकारले दिएको पाउनु पर्यो नि भने त्यति भन्दाखेरि मलाई धम्कायो म खान्न यो भनेर मैले राजीनामा दिएँ त्यसपछि चाहिँ बानी बिग्रिया रहेछ हेर्नुहोस् जीवन बिग्रियो त्यसकारण राज्यले मान्छे चिन्न सकेन नि सरकारले मान्छे चिन्न सकेन अब त्यो केटा त्यहाँ हलिएर बस्नु पर्यो हेर्नुहोस् आइएससी फिजिक्स भाइ तपाईँ शिक्षक बन्नुपर्ने के गर्ने भनेर सम्झायो अब बिर्सिए 6 वर्ष हो मैले जागिर खाएर यताउता लागेको अब जागिर छोडेकै अर्को 6 वर्ष भइसक्यो 12-13 वर्ष भइसक्यो यति बेलासम्म बानी बिग्रियो हेर्नुहोस् एउटा मान्छे राम्रो मान्छे बिग्रियो सरकार बिग्रिँदाखेरि समाजलाई तह लगाउन सकेन अगाडि बढाउन सकेन त्यो केटा त म सशस्त्रमा बस्दा पनि मैले हाम्रै चिन्हमा छाप हालेको के समानुपातिकमा मलाई फलाना जिल्लामा पठाएको थियो मैले छोडिनँ हाम्रो पार्टी किन छोड्ने भनेर उट कराउन थाल्यो त्यही बासनाले मात्र डर लाग्यो समस्या यही हो अब बानी बिग्रियो अब साथीहरूलाई उहाँ भेटेर सम्झाउनु पर्यो भनेर भनेको छु साथीहरूसँग कालीकोटमा भेटेर कुरा गर्दा हो हाम्रै मान्छे हो के गर्ने यस्तै भइरहेछ हेर्नुहोस् कति होला त्यस्ता मान्छे अब हामीले यो पनि त जिम्मेवारी लिनु पर्यो हाम्रा साथीहरूलाई